नमस्कार, म राकेश बोल्दैछु र यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। सर्वप्रथम म सबैजनालाई एकदमै भित्र मनबाट धन्यवाद दिन चाहन्छु, किनभने मेरो युट्युब च्यानल हजुरहरूले मन पराइदिनु भयो, लाइक गरिदिनु भयो, सब्सक्राइब गरिदिनु भयो र सेयर पनि गरिदिनु भयो। त्यसको लागि एकदमै भित्र मनबाट नै थ्याङ्क यू भेरी मच, एकदमै धेरै धेरै धन्यवाद है। र योभन्दा अगाडि मैले क्राउड रनको बारेमा थुप्रै कुराहरू गरेको थिएँ। अब क्राउड रन भन्ने के हो हैन, अब यो बिजनेसमा ग्रोथ कस्तो भइरहेको छ देखि लिएर मैले अब कसरी गर्नेदेखि लिएर हरेक चिजहरूमा मैले टपिक बनाएर धेरै कुराहरू गरेको छु। अब यहाँहरूले हेर्नु भएको छैन भने मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। थुप्रै भिडियोहरू मैले इङ्ग्लिसमा बनाएको छु र अब केही दिनदेखि चाहिँ मैले 2-4वटा भिडियोहरू चाहिँ नेपालीमा बनाइरहेको छु र म मिक्स गरेर बनाउँछु, नेपाली र इङ्ग्लिस मिक्स गरेर बनाउने कोसिस गर्छु। त्यसबाट चाहिँ के हुन्छ भने अब देश विदेशमा रहनुभएका जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई बुझ्नलाई सजिलो हुन्छ है। र त्यो कुरालाई ध्यानमा राखेर म मेरो तर्फबाट सक्दो जति सक्छु म ट्राई गर्छु र गरि नै रहन्छु। यसको लागि चाहिँ मलाई हजुरहरूबाट एउटा एन्करेजमेन्ट चाहिन्छ है, र पोजिटिभ फिडब्याक दिइदिनु होला हैन, र सक्दो लाइक र सेयर गरिदिनु होला है त। सो लेट्स स्टार्ट द टपिक। आजको टपिकको बारेमा कुरा गरौँ अब। अब हजुरहरूले क्राउड वन जोइन गरिसक्नु भयो र क्राउड वन जोइन गरिसके पछाडि गर्ने चाहिँ के, वाट इज द नेक्स्ट स्टेप हैन, कसरी अगाडि बढ्ने भन्ने कुरामा मैले आज 5वटा बुलेट पोइन्ट्स लिएर आएको छु र त्यसको बारेमा म आज कुरा गर्नेवाला छु। फर्स्ट अफ अल जति पनि हाम्रो टिम मेम्बरहरू हुनुहुन्छ अथवा क्राउड वन फ्यामिली हुनुहुन्छ जसले बिजनेस जोइन गर्नुभएको छ उहाँहरूलाई चाहिँ एकदमै वेलकम अन बोर्ड है। वेलकम फर चुजिङ क्राउड वन एज अ बिजनेस प्लेटफर्म है। यसबाट अब धेरैभन्दा धेरै अब आफू ग्रो भएर टिम बिल्डअप गरेर धेरैभन्दा धेरै फाइदा लिन सकिन्छ र प्लस अब भनौँ न अब कति टिम मेम्बरहरूले त यसलाई आफ्नो एज अ करियर पनि बनाइसक्नु भएको छ भने कति टिम मेम्बरहरूले चाहिँ अन द साइड केही होस्, सडन इन्कमहरू आओस्, हेर्दै जाउँ गर्दै जाउँ भन्ने किसिमले पनि अगाडि बढाउँदै हुनुहुन्छ है। र म आज केही पोइन्ट्सहरू कभर गर्नेवाला छु। सर्वप्रथम फर्स्ट कुरा त क्राउड वन जोइन गरिसके पछाडि हामीले यसलाई कसरी लिनुपर्छ भन्दाखेरि चाहिँ क्राउड वनलाई एउटा बिजनेस अपर्च्युनिटी, यो चाहिँ हाम्रो आफ्नो एउटा बिजनेस हो है भन्ने तरिकाले चाहिँ यसलाई लिनु एकदमै आवश्यक छ। किनभने कसो हुन्छ भने चाहिँ 99 युरो पे गरेर बिजनेस जोइन गर्नु भनेको ठुलो कुरो होइन, यो जसले पनि गर्न सक्छ होइन। तर त्यही 99 पे गरेर बिजनेस जोइन गर्ने मान्छे कोही अब कोअर्डिनेटर, कोही म्यानेजर, डिरेक्टर हुन सक्छ भने कोही किन केही पनि भनौँ अब कुनै पनि किसिमको प्रोग्रेस नगरिकन एकै ठाउँमा किन अड्किएर बस्छन् होला त। देयर इज अलवेज रिजन बिहाइन्ड द्याट राइट। किन हुन्छ भने यो क्राउड वनलाई मात्रै नभएर म यो अरू कुनै पनि अब नेटवर्क मार्केटिङ बिजनेस भयो अब त्यहाँ पनि त्यस्तै नै हुन्छ। किनभने यदि हजुरहरूले यसलाई यो मेरो बिजनेस हो, यो मैले आफ्नो लागि गरिरहेको छु भन्ने सोच बनाएर त्यो किसिमको माइन्डसेट बनाएर अगाडि बढ्नु भएको छ भने डेफिनेटली सक्सेसफुल हुनलाई टाइम लाग्दैन। तर कन्फ्युज हुनुहुन्छ, एकदम डिलेमामा हुनुहुन्छ होइन, अब होला कि नहोला भन्ने तपाईँको दिमागमा छ भने चाहिँ अलिक टाइम लाग्न सक्छ अथवा नहुन पनि सक्छ, अथवा भनेको जस्तो आफ्नो ग्रोथ नहुन पनि सक्छ होइन। एउटा म सानो इक्जाम्पल दिन चाहन्छु होइन। कन्फिडेन्ट हुनु किन इम्पोर्टेन्ट छ र यो म गर्छु भन्ने कुरा भित्र मनबाट हुनु किन इम्पोर्टेन्ट छ भने जस्तै फर इक्जाम्पल यदि तपाईँ भनौँ न नेपालबाट लेट्स से अस्ट्रेलिया आउँदै हुनुहुन्छ होइन र तपाईँलाई पाइलटले के भन्छ भन्दाखेरि चाहिँ मलाई अस्ट्रेलिया जाने रुट चाहिँ थाहा छ तर म कन्फ्युज हुन सक्छु, बट आई विल ट्राई भनौँ भने तपाईँ त्यो प्लेनमा चढ्नुहुन्छ? अफकोर्स चढ्नुहुन्न राइट। हो यस्तै गरी होइन, यहाँ यो बिजनेस पनि म ट्राई गर्छु भन्ने तरिकाले सोच्नु भएको छ, भए हुन्छ नभए हुन्छ भन्ने सोच्नु भएको छ भने टाइम लाग्न सक्छ, डेफिनेट टाइम लाग्न सक्छ र आफूले सोचेको जस्तो ग्रोथ नहुन पनि सक्छ। त्यही भएर चाहिँ यो चाहिँ मेरो एउटा बिजनेस हो होइन। तपाईँले 99 युरो होइन कि मैले 99,000 युरो अथवा
भनौँ 99 लाख युरो इन्भेस्ट गरेर मैले बिजनेस जोइन गरेको छु भन्ने कुरा तपाईँको दिमागमा छिर्यो भने डेफिनेटली तपाईँले यसलाई सिरियसली लिएर अगाडि बढाउनुहुन्छ। त्यो कुरा बुझ्ने एकदम इम्पोर्टेन्ट छ। र फर्स्ट पोइन्ट के छ भन्दाखेरि चाहिँ मेक अ डिसिजन। तपाईँले अब डिसिजन लिनुपर्ने टाइम आएको छ होइन। तपाईँ बिजनेसमा अलरेडी इन हुनुहुन्छ, यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा डिसिजन लिनु इम्पोर्टेन्ट छ। र डिसिजन लिँदाखेरि पनि यहाँनिर 3टा कुरा हुन्छ ध्यान दिनुपर्ने। एउटा हुन्छ नेभर गिभ अप, कहिले पनि गिभ अप नगर्नु होला, किनभने गिभिङ अप इज नट अ सल्युसन। गिभ अप गरेर यहाँ लाइफमा हुनेवाला केही पनि छैन है, त्यही भएर नेभर गिभ अप। नम्बर 2 डोन्ट फियर, FEAR फियर भनिन्छ। फियरको 2टा मिनिङ छ, फर्गेट एभ्रिथिङ एन्ड रन ओर फर्गेट एभ्रिथिङ एन्ड राइज। तपाईँ भागेर जान चाहनुहुन्छ कि तपाईँ अगाडि बढ्न चाहनुहुन्छ, यो तपाईँको आफ्नो डिसिजन हो होइन। त्यही भएर चाहिँ लेट्स राइज, सँगै राइज गर्न सकिन्छ। त्यही भएर नेभर फियर। अरू कुरा तपाईँको डिसिजन एकदम इम्पोर्टेन्ट हुनुपर्छ। तपाईँको आफ्नो फियर भन्दा पनि अथवा इन्सेक्युरिटिज भन्दा पनि तपाईँको इम्पोर्टेन्ट हुन्छ। जब तपाईँको डिसिजन इम्पोर्टेन्ट हुन्छ होइन, तपाईँले त्यसलाई रिस्पेक्ट गर्नुहुन्छ र तपाईँलाई बिजनेसमा अगाडि बढ्नको लागि टाइम लाग्दैन। यो चाहिँ नम्बर 1 पोइन्ट भयो, मेक अ डिसिजन भनेर है। नम्बर 2 डेभलप अ रिक्रुटिङ माइन्डसेट। अब रिक्रुटिङ एकदमै इम्पोर्टेन्ट छ, किनभने होइन जब तपाईँ यो बिजनेस तपाईँले जोइन गर्नुभयो, सायद तपाईँलाई केही कुरा त मन परेर यो बिजनेसको भनौँ यो बिजनेसमा केही कुरा देखेर अथवा केही कुरा मन पराएर तपाईँले बिजनेस जोइन गरेको हुनुपर्छ होइन। मेबी कम्पेन्सेसन प्लान हुनसक्छ अथवा बिजनेस दिने जुन भ्याल्युहरू हुन्छ सायद त्यो मन पऱ्यो होला। अथवा अर्को रिजन के पनि हुन्छ भने चाहिँ सक्सेसफुल पिपलहरू भेटिन्छ अथवा असम मान्छेहरूसँग तपाईँको सङ्गत हुन्छ भन्ने कुरालाई पनि तपाईँले सोचेर चाहिँ तपाईँ यो बिजनेस जोइन गरिसकेको हुनसक्छ होइन। त्यही भएर चाहिँ थिङ्क लाइक एन अन्टरप्रेनर होइन। तपाईँ चाहिँ एउटा अन्टरप्रेनर हो, तपाईँको अन्टरप्रेनर माइन्डसेट छ। त्यही भएर चाहिँ तपाईँले मान्छेहरूलाई अप्रोच गर्नुको लागि नडराउनु होला, किनभने जति तपाईँ रिक्रुटिङ गर्नुहुन्छ होइन त्यति नै तपाईँको बिजनेस ग्रो हुन्छ। र कसैलाई पनि तपाईँले यो बिजनेसको बारेमा अपर्च्युनिटी सेयर गर्दै हुनुहुन्छ भने डोन्ट फिल सरी, हुन्छ नि अलिकति अपोलोजेटिक भन्छ क्या यसलाई चाहिँ, अब इङ्ग्लिसमा राइट वर्ड्स हुन्छ नि, लाइक मैले केही गल्ती गरेँ कि भन्ने त्यो माइन्डमा नराख्नु। बिजनेस एकदमै राम्रो छ, तपाईँहरूले एउटा अपर्च्युनिटी सेयर गर्दै हुनुहुन्छ, एउटा ब्युटिफुल अपर्च्युनिटी सेयर गर्दै हुनुहुन्छ, कसैको लाइफ चेन्ज गराइदिन खोज्दै हुनुहुन्छ होइन। त्यही भएर चाहिँ जहिले पनि दिने मान्छेको हात माथि हुन्छ भन्छ नि, तपाईँ दिँदै हुनुहुन्छ भनेपछि तपाईँमा एउटा के हुनुपर्छ भन्दाखेरि तपाईँ दिँदै हुनुहुन्छ, कसैले लिँदैछ भनेपछि युआर अलवेज 1 स्टेप अहेड अफ द्याट पर्सन होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ डोन्ट फिल अपोलोजेटिक होइन, निर्धक्क भएर ढुक्क भएर बिजनेस सेयर गर्नुहोस् होइन। अब तपाईँको कन्फिडेन्ट हेरेर पनि मान्छेहरूले तपाईँलाई जोइन गर्छन् होइन। एउटा भन्ने छ नि पिपल डोन्ट फलो पिपल फलो लिडर्स भन्ने गरिन्छ होइन। थिङ्क यु आर अ लिडर र थिङ्क यु आर एन अन्टरप्रेनर एन्ड यु हेभ द्याट अन्टरप्रेनर माइन्डसेट। अनि हेर्नुहोस् तपाईँलाई रिक्रुटिङमा कुनै पनि च्यालेन्ज हुँदैन। नम्बर 2 नम्बर 3 मेक फ्रेन्ड्स। अब साथी बनाउन सिक्नुहोस्। जति पनि सक्सेसफुल अन्टरप्रेनरहरू हुन्छन् नि उनीहरूले साथी बनाउने स्किललाई एकदम अखुवारेको छन् चाँडोभन्दा चाँडो। किन भन्दाखेरि चाहिँ हेर्नु साथी बनाउनु किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ अब when you make friends होइन you have more possibility or probability of talking to more people होइन। धेरै मान्छेहरू छ तपाईँले आफ्नो बिजनेसको बारेमा कुराहरू सेयर गर्न सक्नुहुन्छ होइन। साथी बनाउनु डज नट मिन त्यो तपाईँको बिजनेसमा जोइन नै गर्नुपर्छ अथवा तपाईँको प्रोस्पेक्ट नै हुनुपर्छ होइन। अब साथी बनाउनु पनि तरिकाहरू छ होइन। विभिन्न ग्रुपहरू जोइन गर्नुहोस्, फेसबुकमा छ, अब अरू पनि छन् सोसियल मिडियाहरू जस्तो इन्स्टा वाट्सएप के छ ग्रुपहरू होइन, जोइन गर्नुहोस् र यु क्यान जस्ट से हाई लाइक किन कुरा गर्न सकिन्छ होइन। कसैले के राम्रो पोस्ट हालेको छ भने कमेन्ट गरिदिनुहोस् होइन, लाइक हुन्छ नि उसलाई अलिकति राम्रो फिल होस् क्या, तपाईँको त्यहीँबाट कन्ट्याक्ट बढ्छ, साथी बढ्छ होइन। र नेटवर्क मार्केटिङमा साथी बनाउनु जस्तो सजिलो अरू भनौँ न अरू कुनै पनि फिल्डमा छैन। इट्स भेरी इजी टु मेक फ्रेन्ड्स होइन। एन्ड द्याट्स अल यु निड। तपाईँहरूलाई चाहिने कुरा पनि त्यति नै हो है। र यु निड टु ह्याभ द्याट हुन्छ नि अब त्यो जब आफूमा म साथी बनाउन सक्छु भन्ने खालको एउटा जुन कन्फिडेन्ट हुन्छ नि त्यसले तपाईँलाई बिजनेसमा एकदमै धेरैभन्दा धेरै हेल्प गर्छ है। नम्बर 4 डेभलप अ पोजिटिभ माइन्डसेट। पोजिटिभ माइन्डसेट डेभलप हुनु एकदमै इम्पोर्टेन्ट छ। किन भन्दाखेरि चाहिँ भनौँ न अब यो बिजनेसमा कहिले तपाईँलाई कस्तो हुन्छ भने यु फिल टायर्ड हुन्छ नि, लाइक तपाईँ धेरैजना मान्छेहरूसँग कुरा गर्नुभयो, समटाइम यु फिल लाइक गिभिङ अप, अब एकदम बोलिराखिन्छ, थाकियो भने एउटा फिल हुन्छ होइन। लाइक अब तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि होइन तपाईँले यो आफ्नो लागि गर्दै हुनुहुन्छ ओके, तपाईँले अरू कसैको लागि गर्नुभएको छैन। इट्स फर योर सेल्फ, तपाईँले आफ्नो लागि गर्दै हुनुहुन्छ होइन। तपाईँ 8 घन्टा जब अरूको लागि गर्न सक्नुहुन्छ, अरूलाई धनी बनाउन सक्नुहुन्छ
हैन अरूको लागि एउटा आफू एसेट बनिदिन सक्नुहुन्छ भने यो तपाईको आफ्नो एउटा एसेट हो इट्स योर थिङ हैन तपाई यसबाट आफ्नो लाइफ चेन्ज गराउन खोज्दै हुनुहुन्छ भने यु नीड टु ह्याभ दैट पोजिटिभ माइन्डसेट यो एकदम इम्पोर्टेन्ट छ र कसरी बनाउने पोजिटिभ माइन्डसेट भन्दा धेरै सिम्पल छ पोजिटिभ बुक्सहरु पढ्नुहोस् लिडरशिपको अब ट्रेनिङहरु लिनुहोस् मोटिभेसनल भिडियोजहरु हेर्नुहोस् हैन र मेबी दिनमा भनौं न अब 1 देखि 2 जना अथवा 3 जना अब नयाँ मान्छेसँग कुरा गर्नुहोस् साथी बनाइसकेको हुन्छ अलरेडी कुरा गर्नुहोस् हैन लाइक समथिङ लाइक जस्ट तपाईलाई एकदम मोटिभेट गरोस् हैन र त्यो हुन एकदमै इम्पोर्टेन्ट छ गाइज हैन जति आफू पोजिटिभ भइन्छ हैन त्यति चाँडो यो बिजनेसमा अगाडि बढ्न सक्छ त्यति चाँडो आफ्नो ग्रोथ पनि हुन्छ र पोजिटिभ माइन्डसेट भनेको पोजिटिभ माइन्डसेट इज भेरी क्रुशियल इन any business you get involved in anything you do in your life हैन त्यो भएर पोजिटिभ हुनु एकदम इम्पोर्टेन्ट छ र हैन तपाईसँग दुईटा अप्सन छ एउटा पोजिटिभ र नेगेटिभ अब नेगेटिभ हुँदाखेरि तपाईलाई केही फाइदा हुँदैन तपाईको एनर्जी ड्रेन हुन्छ यु डोन्ट फिल गुड भने why you even thinking about being negative rather become positive and do something for yourself यो सोच्नुहोस् कि तपाईले एउटा राम्रो भेहिकल पाउनु भएको छ र यो भेहिकलको थ्रुबाट तपाई धेरै अगाडि बढ्दै हुनुहुन्छ यो जे गर्दै हुनुहुन्छ तपाईले आफुलाई गर्दै हुनुहुन्छ आफ्नो फ्यामिलीको लागि गर्दै हुनुहुन्छ र यो कुरा तपाईले दिनले बुझ्नुहुन्छ हैन तपाई आफै एकदमै भित्रबाट पम्प अप भएर मोटिभेटेड भएर तपाईँ अगाडि बढ्नुहुन्छ सो नम्बर 4 पोइन्ट है पोजिटिभ माइन्डसेट ओके नम्बर 5 टेल गुड स्टोरीज किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ मान्छेहरूले स्टोरीजहरु मन पराउँछन् है अब कसरी बुझ्न सकिन्छ भने जस्तो फर एक्जाम्पल इभन हाम्रो यो बिजनेसमा पनि क्राउडमा पनि हैन धेरैजना एन्टरप्रेन्योर धेरैजना हाम्रो अब भनौँ न हामीसँग कनेक्टेड भएको हाम्रो इभन हाम्रो अपलाइन हैन अथवा अब इभन कम्पनीको सिइओ अब जो अलिकति टप पोजिसनमा छ दे आर हाइली सक्सेसफुल हैन उहाँहरूको बारेमा पढ्नुहोस् रिसर्च गर्नुहोस् हैन एन्ड द सेयर दैट विथ योर फ्रेन्ड्स फ्यामिली जो अझ टिम मेम्बर हुनुहुन्छ उहाँहरूलाई सेयर उहाँको स्टोरीहरू सेयर गर्नुहोस् हैन किनभने कुनै पनि एक्सपर्ट एक दिन बिगिनर भएर नि उले आफ्नो जर्नी स्टार्ट गरेको हुन्छ ओके त्यही भएर चाहिँ हामी जन्मिँदै हुन्छ नि अब एकदमै ट्यालेन्टेड भएर आएका हुँदैनौँ स्किल लिएर आएका हुँदैनौँ यो भन्ने कुरा थ्रु आउट द जर्नी सिक्दै जाने हो गर्दै जाने हो मिस्टेक गरिन्छ हैन अनि त्यही मिस्टेकबाट लर्न गरिन्छ र लाइफ एकदमै छोटो छ हैन आफूले गरेको मिस्टेकबाट सिक्नको लागि हैन त्यही भएर चाहिँ अरूले गरेको मिस्टेकबाट पनि लेसन सिक्न एकदम इम्पोर्टेन्ट छ हैन र त्यो भयो भने चाहिँ चाँडोभन्दा चाँडो ग्रो हुन सकिन्छ र यो के भन्छ के अरे यो गुड स्टोरी चाहिँ कसरी सेयर गर्ने भने कसैले बिजनेस गरिरहेको छ उसले कसरी चाहिँ आफ्नो यो गोल्सहरू अचिभ गर्यो हैन उसले त्यो अचिभ गर्नलाई के गर्यो यो कुराहरू you get to learn from a lot of people हैन अब क्राउड वान के सक्सेसफुल एन्टरप्रेन्योरलाई मात्र आफ्नो भनौँ न अब त्यसलाई मात्र एउटा टपिक नबनाएर यु क्यान एक्चुअली टक अबाउट लट अफ पिपल फर एक्जाम्पल लट अफ बिलियनर्स मिलियनर्स हैन अब रिड देयर बायोग्राफी पढ्नुहोस् हैन अनि वाइ दे आर डुइङ इट हैन यस्तो कुराहरू बुझ्नुहोस् सेयर गर्नुहोस् देन यु स्टार्ट फिलिङ गुड अबाउट इट हैन हरेक मान्छेको लाइफमा एउटा स्टोरी हुन्छ एउटा भनिन्छ नि फ्याक्ट्स टेल स्टोरी टेल भनिन्छ नि स्टोरी विल डेफिनेटली हेल्प यु आउट है यो 5 वटा पोइन्ट्सहरू बुझ्न एकदम इम्पोर्टेन्ट छ गाइज र लास्ट बट नट द लिस्ट म के कुरा भन्न चाहन्छु बिफोर आई एन्ड दिस भिडियो है यो बिजनेस एकदमै राम्रो छ इट्स अ भेरी गुड अपर्च्युनिटी है 5.5 मिलियन मेम्बर अलरेडी क्रस भइसक्यो अब केही दिनमा 6 मिलियन पुग्छ हैन हुँदाहुँदै 10 मिलियन 20 मिलियन 25 मिलियन ग्रोइङ फेजमा छ एट द मोमेन्ट अझै पनि हामी प्री लन्चमा छौँ बिजनेसले एकदमै राम्रो भनौँ न अब टेक अफ लिएको छ हैन एकदमै अगाडि बढिरहेको छ यो टाइममा हामी एकदमै स्ट्रङ भएर हुन्छ नि यसलाई अझै कसरी राम्रो शेप दिने हैन यसलाई अझै कसरी अगाडि बढाउने चाँडोभन्दा चाँडो कुरा सिकेर आफ्नो ग्रोइङ अपलाइन जो अब तपाईसँग जो तपाईको टिम मेम्बरहरू छन् हैन ग्रोइङ अपलाइन छन् उहाँहरुसँग एकदम डाइरेक्टली कनेक्टेड भएर हैन कसरी चाहिँ अगाडि बढाउने कसरी चाहिँ फाइदा धेरैभन्दा धेरै फाइदा लिने कसरी चाहिँ एउटा एसेट बिल्ड गर्ने भन्ने कुरालाई तपाईले ध्यान दिएर अगाडि बढ्नुभयो भने यो बिजनेस तपाईलाई धेरै कुराहरू दिन्छ है किनभने यसबाट सिक्नुपर्ने कुराहरू धेरै छ लिडरशिप स्किल भयो हैन तपाईको कन्ट्याक्टहरू बन्ने भयो हैन देश विदेशका भएका मान्छेहरूको कुरा हुन्छ अन डेली बेसिस हाम्रो जुम कल सेसनहरू हुन्छ जुम कल सेसनमा तपाईँ भनौँ न अब एकदम सक्सेसफुल बिजनेस एन्टरप्रेन्योरहरूको कुराहरू सुन्न पाउनुहुन्छ उहाँहरूसँग कुरा गर्न पाउनुहुन्छ त्यो आफैमा एउटा ठुलो अचिभमेन्ट हो क्या त्यो भएको कारणले गर्दाखेरि चाहिँ यसमा गेन गर्नुपर्ने कुराहरू लुज गर्नु कुराहरू केही पनि छैन र आफूलाई एक्टिभ राख्नुहोस्
म त अझै भन्छु बी प्रोएक्टिभ हैन र प्रिपेयर हुनुहोस् हैन कुनै पनि कुराहरू थाहा छैन सोध्नुहोस् सिक्नुहोस् हैन यो तपाईको आफ्नो लाइफ हो यसलाई कलरफुल बनाउनुहोस् हैन तपाईलाई फिल हुन्छ कि तपाईँ लाइफमा ह्याप्पी हुनुहुन्न तपाईँ एउटा जब एकदम बोर भइसक्नु भयो केही चेन्ज भइदियो भने म केही गर्थेँ भन्ने फिल भएको छ भने दिस इज द राइट टाइम गाइज यही हो टाइम भनेको क्या समयले क्वालिटी फेलेको थाहा हुँदैन हैन अब मलाई पनि कस्तो फिल हुन्छ भन्दाखेरि म पनि अस्ट्रेलिया आएर बसेको धेरै वर्ष भयो हैन मैले पनि केही अपर्च्युनिटी खोजिरहेको थिएँ हैन अब यसो हिजो अस्ति भर्खर आएको जस्तो लाग्छ आज फर्केर हेर्दाखेरि हेर्नु न 13-14 वर्ष भइसकेछ हैन अब हेर्नु टाइम बितिरहेको छ टाइम अगाडि गइरहेको छ एउटा कुरा टाइमको सबैभन्दा एउटा नराम्रो पार्ट भनौँ कि एउटा के भनौँ हैन यो रोकिँदैन क्या यो गइरहन्छ अगाडि बढिरहन्छ हैन अब बेटर के हुन्छ भन्दाखेरि चाहिँ अब राइट टाइम आउँछ रङ टाइम आउँछ भनेर कुरा गर्ने होइन क्या टाइम मात्रै आउँछ हैन त्यसलाई राइट बनाउने कि रङ बनाउने यो तपाईँको आफ्नो हातमा छ यो तपाईँको आफ्नो डिसिजन हो तपाईँको एउटा डिसिजनले तपाईँको लाइफ चेन्ज गर्न सक्छ ओन्ली वान डिसिजन हैन त्यो डिसिजन तपाईँले आज लिनुभएको छ तपाईँ क्राउड वान जोइन गर्नुभएको छ हैन अब यसबाट कसरी अगाडि बढ्ने पोजिटिभ कुराहरू हामी गरौँ न पोजिटिभ वेमा अगाडि बढाउन किन भइदिन सक्सेसफुल इट्स नट रकेट साइन्स हैन यदि मैले गर्न सक्छु भने हजुरले किन गर्न सक्नुहुन्न म पनि कुनै एउटा भनौँ न भगवान हैन कुनै अर्को प्लानेटबाट आएर सुपर नेचुरल पावर भनेर त गरेको हैन मैले पनि मेहनत गरेको छु हैन हामी सबैले मेहनत गरेका छौँ हैन मेहनत गरेपछि अवश्य फल पाइन्छ त्यही भएर बी अलर्ट बी पोजिटिभ हैन किप द्याट पोजिटिभ मोमेन्टम फ्लोइङ अन हैन डेफिनेटली सक्सेस ग्यारेन्टी छ तर यो कुराहरू चाहिँ बुझ्नु पर्यो हैन र एकअर्कालाई हेल्प गर्ने आफ्नो एउटा नेचर चाहिँ हुनु पर्यो क्या वी आर लाइक अ फ्यामिली हैन तपाईँ कसरी हेल्प गर्नुहुन्छ तपाईँको टिम अझै बढी ग्रो हुन्छ क्या एकअर्कालाई हामीले हेल्प गर्न थाल्यौँ भने के हुन्छ यहाँ कोही पनि फेल भइदिएन क्या सबैजना अगाडि बढ्छ र यो बिजनेस यसरी बनाएको छ कि हामी हेल्प गर्नै पर्छ क्या यहाँ कसै म योभन्दा त्यो ठुलो भन्ने कुरा यहाँ हुँदैन क्या एकअर्काको हेल्प बिना यो बिजनेस ग्रो हुनु गाह्रो छ र मलाई सबभन्दा मनपर्ने मेरो बेस्ट पार्ट पनि त्यही नै हो क्या त्यही भएर चाहिँ गाइज लेट्स ह्याभ द हेल्पिङ नेचर त्यो गरौँ है र मिलेर काम गरौँ है राम्रो अपर्च्युनिटी छ इट्स गोइङ सो ब्युटिफुल है बाइ द वे अहिले प्रमोसन चलिरहेको छ अब 2 दिन मात्र बाँकी छ है अब मैले अघि भनिहालेँ यहाँ वाइट प्याकेजबाट स्टार्ट हुन्छ 99 युरोमा वाइट प्याकेज लिन सकिन्छ अहिले 99 युरोमा लिनुभयो भने तपाईँहरू अटोमेटिकली ब्ल्याकमा तपाईँहरूको अपग्रेड हुन्छ जसको चाहिँ तपाईँलाई कम्पनीले 300 युरो वर्थको डिभिडेन्ड एभ्री क्वार्टर पे गर्छ र बिजनेस जोइन गर्नुभएको छैन भने र इफ यु स्टिल थिङ्किङ डु इट एनीवे इट इज नथिङ टु लुज राइट यहाँ गेन गर्ने मात्रै कुराहरू छ होइन अझै पनि कन्फ्युज हुनुहुन्छ भने आई डोन्ट नो कन्फ्युज हुने कुरा भने केही देखिरहेको छैन गाइस दिस इज नथिङ टु लुज एउटा लाइफमा भने के छ भने इफ हुन त यहाँ कुनै पनि रिस्क छैन होइन र पनि यो मैले धेरै पटक यो सुने कोटेसनहरू र म जति पनि मैले यो प्रेजेन्टेसनहरू दिने गर्छु होइन जति पनि सेमिनारहरू कन्डक्ट गर्ने गर्छु म यो कुराहरू एक्चुअली भन्ने गर्छु क्या र यो यसले मेरो लाइफमा धेरै ठुलो इम्प्याक्ट परेको छ होइन पोजिटिभ वेमा भनिरहेको छु मैले ओके सो इफ यु डोन्ट टेक रिस्क इन योर लाइफ विल बी एट रिस्क बुझ्नुभयो नि यदि जिन्दगीमा तपाईँले रिस्क लिन चाहनुहुन्न भने तपाईँको लाइफ एक दिन रिस्कमा पर्छ अरे क्या भनेपछि यसमा अझै त्यस्तो कुनै रिस्क भनौँ न ठुलो कुरै छैन किन यसमा रिस्क नै छैन नि त एक्चुअली हेर्ने हो भने त र पनि गाइज इफ यु आर स्टिल थिङ्किङ वाट टु डु इट एनीवे होइन गरेपछि धेरै कुराहरू जानिन्छ अगाडि बढिन्छ वाइ नट र गाइज थ्याङ्क यू सो मच हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा मलाई सुनिदिनु भएकोमा आई रियली एप्रिसिएट द्याट है सो गाइज यति भन्दैमा म आजको यो भिडियो टुङ्ग्याउँछु र अल द बेस्ट विसेस गुड लक एन्ड लेट्स ग्रो टुगेदर एज अ टिम भन्दैमा सबैजनालाई धन्यवाद र मेरो तर्फबाट एकदमै नमस्कार बाई फर नाउ थ्याङ्क यू